हेलो दर्शन, नमस्ते, गुड मर्निङ। आज पनि म यो मिनी भ्लग बनाउनको लागि यो कमर्सियल बिल्डिङमा आएको छु। यो चाहिँ बरुवामा छ, सफारीको छेउमा छ है। त्यहाँनिर छोटो भ्लग बनाउनलाई फेरि म आइसकेको छु। तपाईँहरूलाई कस्तो लाग्छ सुझाव सल्लाह दिनु होला। यो बिल्डिङमा अहिले त्यति मान्छेहरू बसेको छैन है, खाली नै छ प्रायः जस्तो। यहाँनिर हेर्नुहोस् त, बिल्डिङ धेरै लामो छ। यो कतारको सबैभन्दा लामो बिल्डिङ मानिन्छ यसलाई। त्यसमा आएर म यो भ्लग बनाउँदैछु। अनि के छ हजुरहरूको खबर? सन्चै हुनुहुन्छ नि? तपाईँहरूलाई कस्तो लाग्छ मेरो भ्लग भनिदिनु होला, सुझाव पनि दिनु होला, सल्लाह पनि दिनु होला है भन्दै यो पनि जानकारी गराउँछु। अहिलेसम्म मैले जति भ्लग बनाएँ यस्तै छोटो छोटो बनाउने गर्छु म। हेर्नुहोस् त, यो साइकल ल्यान्ड हो। साइकलको बाटो अलग छ, गाडीको बाटो अलग छ, सबैको अलग अलग छ। यहाँ दामी छ के, यो गार्डन छ, यो साइकलको ल्यान्ड हो। अनि यो रुखको पछाडि सबै बिल्डिङ छ, खाली छ क्या। तर यो लाइनमा, तर फेरि अर्को लाइनमा खाली छैन। अरू बिल्डिङमा धेरै मान्छेहरू आइसकेको छ। त्यही भएर यहाँनिर आज कोही नभएको बेलामा एक्लै बनाउँदैछु कि। कस्तो लाग्छ तपाईँहरूलाई भनिदिनु होला यो मिनी भ्लग। अनि अब यस्तै छ यहाँनिर चाहिँ हेर्नुहोस् न, यो साइकल यात्रीहरूको लागि हो। ल अब चाहिँ है, मेरो यो छोटो भ्लगलाई कस्तो लाग्छ कमेन्ट पनि गरिदिनु होला है। अब चाहिँ म आजलाई बिदा माग्न चाहन्छु। फेरि अर्को यस्तै छोटो छोटो भ्लगमा तपाईँहरूसँग आउने गर्छु। अहिलेलाई चाहिँ तपाईँहरूको सामुबाट बिदा माग्न चाहन्छु। अर्कोमा भेटौँला।